everyone, good morning. It's day 7 of our tour. गाडी चाहिँ त्यता छ अनि ब्रेकको लागि चाहिँ गाडी रोकेछ अनि हामी चाहिँ हिजो राराबाट कालीकोट आयौँ साँझ 7 बजेतिर सायद अनि आज चाहिँ हामी कालीकोटबाट चाहिँ कहाँ जाँदैछौँ भन्दा बर्दिया जाँदैछौँ घुम्नलाई अनि बर्दिया जाँदै गर्दा हामीले बाटोमा अरू ठाउँ पनि एक्सप्लोर गर्ने भनेछौँ त्यो चाहिँ अब अगाडि देख्नुहुन्छ हजुरले कहाँ जाने भनेर चाहिँ अनि यहाँबाट गाडी चाहिँ यहाँ छ हाम्रो ब्रेकको लागि रोकेको अनि यहाँबाट भ्यू चाहिँ यस्तो छ यो दैलेख होला सायद अब दैलेख कटेर हामी सुर्खेततिर लाग्छौँ यस त्यही नै छ लेट्स गो कस्तो लाग्यो सुदूरमा छिर्दाखेरि वाउ बसले गुडाइदियो हामी चाहिँ फाइनली साटरडेमा चाहिँ है साटरडे प्रदेश गएको म चाहिँ साटरडे प्रदेश पुरै चिनिसकेँ भनौँ डिस्ट्रिक्ट चाहिँ थाहा छैन कतिवटा प्रदेश चाहिँ साटरडेमा छिरेँ है त म चाहिँ हाई गाइस कस्तो छ खाना मिठो यस्तो मिठो नि बेस्ट चट्ट परेको हो कस्तो छ खाना बताया सो गाइस वी जस्ट ह्याड आवर मिल अनि अब चाहिँ हामी अब चाहिँ दैलेखमा रहेछौँ अझै अनि यहाँको भ्यू चाहिँ यस्तो छ है पहाड नै छ अब चाहिँ हामी जान्छौँ होला एकछिनमा खाना खाएर थिङ अबाउट हेयर इज यहाँ भलिबलको नेट रहेछ कि आई एम द बिग फ्यान अफ भलिबल मलाई भलिबल चाहिँ एकदम मनपर्छ अनि भलिबलको नेट रहेछ तर खेल्ने मान्छे चाहिँ कोही छैन हाम्रो मामाको माइजूको नाम लालपरी हो है यो हाम्रो कोडवर्ड हो ल मस्क्याएर अहिले त्यही गाना बजाउनु पर्छ आमा केटी गराइदिनु भनेपछि मेरो छोरी चड्काउने हो कति साल गरे होइन भर्खर 22 लाग्दैछ 22 भएपछि 3बाट मेरो छोरी 21 त लागेछ A few moments later.
साउली बजारमा तारा तानको आधानको मलाई देखेर मलाई देखेर जोइलाई बाई गरेर जानु आमै जोइ 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 यो चाहिँ कैलालीको बाटो है हामी चाहिँ यहाँबाट चाहिँ बर्दिया साइड जानु हो त्यसो भने तर बाटोको हालत हेर्दा त हो के बाटो यस्तो यस्तो बाटो कैसे होगा त्यसका विकास कसरी हुन्छ त्यसको विकास साथीहरू So guys, we have finally reached Karnali Sapani. Hi. हाय साथी उ चाहिँ फोनमा व्यस्त छ हाई कस्तो लागिरहेछ कर्णाली यस्तो खुसी लागिरहेछ कि उड्छु अब म उताबाट बिन्ता आयो अनि हाम्रो कर्णाली के अरे कर्णाली ब्रिज चाहिँ यहाँ छ ल जाम है त उता कर्णाली एक्सप्लोर गर्न जाम अनि यो चाहिँ मेरो सेकेन्ड टाइम हो कर्णाली म चाहिँ पहिला उताको बाँकीबाट आएको अनि अहिले चाहिँ कैलालीबाट आएर छु साथीहरू यहाँ चाहिँ सनसेट भइरहेको छ यस्तो राम्रो सनसेट हाई गाइज हाई कता हिँड हामी कर्णालीको पुलै पुल ल जाऊ है त के हुन्छ अरे म को हुन्छु र ठुलो युट्युबर हुन्छ नि हामी पनि फेमै अन्साको त्यो नारावाला भ्लगमा कर्णाली पुलवाला भिडियोमा मैले त अझै एक दुईटा सेक्सन बनाएको थिएँ अस्तिको भिडियोमा सेक्सन भन्नाले क्लिप क्लिप ए हो म क्रप गरेर राख्छु म भएको पार्ट चाहिँ आमा अनि त्यसपछि अन्सा फेमस भएपछि अन्सा मेरो फ्रेन्ड थियो है भनेर भन्नलाई काम लाग्छ है युट्युबमा भएपछि त लङ लास्टिङ भयो नि त सबै मेमोरी के हुन्छ जम्मा हुन्छ भनेर के भन्छ अरे आर्काइभ हुन्छ यस ओके द्याट भएपछि त्यो कर्णाली रिभर कर्णाली पुल चढ्ने तिमी सानैमा सानै रहर मात्रै होला नि बालखैमा दिल बस्यो गाउँथली खबिन्दा नभगाउ त मनमा भो खुल्दोली भागु भने बाल्पी राम्रो सृष्टि हाम्रो गाडीको ड्राइभर अप्ठ्यारो भयो आउनु सबै अप्ठ्यारो छ ब्लगमा आउँछ काली कुरा आउँछ नि हाम्रो गाडी गरे तिमीहरू के रे तिमीहरू टार्गेटेड पर्सन हो क्या होइन हामीले रमाइलो गरेर आउनु नि दाइले हामीले रमाइलो गरेर देख्न नसके हामी मात्र बोले आउनु यस देखाउ भन इभिनिङ वालका जाम भनेर गर्थ्यौँ म पनि आइछु अनि हामीले घुरेको यार तिमीहरूको मैले अस्ति बिन्ताले गरेको भिडियो हेरेको क्या होइन कस्तो मजा लाग्यो मलाई हेर्न ल कर्णाली पुलले बाई बाई भन्नु नि त साथीहरू बाई कर्णाली पुल यु वे भेरी काइन्ड टु मी ओ माय गॉड यहाँबाट त कर्णाली ऊ पनि छुट्यो नि त
के अरे कर्णाली प्रदेश पनि उताबाट चाहिँ हाम्रो लुम्बिनी प्रदेश स्टार्ट हुन्छ हाम्रो प्रदेश स्टार्ट हुन्छ तिमीहरू बागमतीको म लुम्बिनीको तर हामी अहिले कम्बाइन टुगेदरमा कहाँ छौँ बागमतीमा कर्णालीमा राइट न कर्णाली त्यहाँबाट चाहिँ लुम्बिनी ल अब चाहिँ लुम्बिनी प्रदेश छिरौँ है त छिरौँ लुम्बिनी प्रदेशको गेट यो चाहिँ लुम्बिनी प्रदेशको गेट यहाँबाट चाहिँ लुम्बिनी प्रदेश स्टार्ट हुन्छ यता चाहिँ कर्णाली थियो अब हामी कर्णालीलाई छोडेर लुम्बिनी जान्छौँ 2 hours later. हाई गाइज हामी चाहिँ फाइनली बर्दी आइसकेका छौँ कहाँबाट अरे हामी आज आएको कालीकोटबाट अनि हामीले चाहिँ यहाँ रुम नपाएर हाम्रो बिजोक भइरहेछ म देखाउँछु यता यहाँ हिजो र सबै छ देविका गङ्गा यहाँ ब्याग यस्तो छ है सब बाहिर हम चिल में सबै अलपत्र परेको अवस्था हाई त्यही नै छ अनि है केही छ केही स्पेसल चाहिँ छ हाम्रो लागि चाहिँ केही स्पेसल छैन नर्मलै हो बट हेरौँ के हुन्छ हामीले रुम पाइसकेपछि चाहिँ म देखाउँछु अगाडि के हुन्छ भनेर रमाइलो चाहिँ के हुन्छ आजको स्पेसल के छ भनेर हाई गाइज हेलो गाइस नाचेर सड्कियो गाइस सड्कियो नभन के भएर त त्यहाँ अर्काको रिसोर्टमा नाच्न गएको भाग्दा सड्कियो मेरो त चप्पल फुस्केर झन्डै गुल्ट्या थियो यहाँ चाहिँ हाम्रो के डान्स हो साथीहरू यो प्रचण्डवाला डान्स हो गाइस त्यो प्रचण्डवाला यस्तो यस्तो आज त हामीले त घरमा गऱ्यौँ डान्स चाहिँ थारू अब यहाँ चाहिँ थारू डान्स हुनु गएर हाम्रो लागि भन्दा स्पेसल है हामी चाहिँ एक्साइटेड छौँ हेर्नलाई अनि हामीले गर्व पनि गर्ने हो साथीहरू गर्वमा भाग्ने हो बिचमा नाच्नलाई भन्न भने के भन्दै थियो त्यही हो भाइ भन्न कस्तो हामी त अघि आस्था त नाची नै उता नाचेर हामी उता नाचेर अन्त हामी नाचेको अघि नाचेको हो ल